दुलो पर्छ अनि के गर्दैछ माछा वेलकम ब्याक टु माई गाइज के छ मेरो भिडियोमा तपाईँ सबैजनालाई स्वागत छ। अनि आज चाहिँ दिउँसोदेखि भ्लग सुरु गर्दैछु किन भनेपछि त्यस्तै हो। किन भनेपछि आज अङ्कल लिएर मैले चट्ट लाएर घरको आँगनमा मजाले वाल उठाउनु पर्नेछ हैन। अनि अङ्कल चाहिँ पारी हुनुहुन्छ यतातिर माटो ल्याउन जानुभयो अनि म चाहिँ पछि माटो ल्याउन जाँदैछु हैन। आज काम धेरै छ कि अनि चट्ट लाएर बाउ छोरा भएर चाहिँ काम सुरु गर्ने भनेर सुरु गर्दैछौँ। अङ्कलले माटो खनिदिनुहुन्छ याउ लाएर पहिला भाउ छोरा माटो बोक्नु पर्यो होइन। अनि माटो बोकेर भ्याइसकेपछि वाल उठाउने काम हुन्छ अनि ढुङ्गाहरू पनि बोक्नु छ कि दिउँसो ट्याक्क 12 लगभग 12 साढे 12 बजिसकेको छ। यति बेला चाहिँ हामी चट्ट लाएर भाउ छोरा माटो बोक्ने हो। त्यसपछि बल्ल वाल उठाउनु सुरु छ। पहिला 6 बरा लैजानु पर्यो त्यसपछि चाहिँ हिलो सिलो मुसेर होइन वालसाल उठाएर आज काम सुरु गर्ने मात्रै हो। आज वैशाखको लास्ट दिन जेठमा गर्नुहुन्न अरे राम्रो काम त्यही भएर चाहिँ आज सुरु गर्न लागेका छौँ। यता अङ्कलले मस्त लगाएर बङ खनिराख्नु भएको छ। एकचोटि एक नजर मारिदिउँ न यतातिर हामीले के गर्दैछौँ आज माटो बोक्ने गाह्रो लाउने आज आँगन बनाउने काम हुँदैछ। त्यही हो 12 बजेको घाममा माटो बोकाइ कष्टकर चलिरहेछ। एक खेप लिएर आइयो अङ्कलले र मैले अनि अब फेरि अझै 4 बोरा छ ल्याउन। त्यो हालत मेरो हालत उता अङ्कलको हालत के बनाएर हिँड्ने बाबु छोराले भन्नु होला। गर्मीले हो कि टाउकोमा घामले हान्छ नि त। साला टाउकोमा बाल झरेर केही पनि छैन पुरै खलाइखुट्टी भइसक्यो। त्यही भएर बाबु छोराको उस्तै छ टालु फेरि बाल झरेर त्यही भएर टाउकोमा मुजुतिर बाँधेको। 4 बोरा ल्याएपछि टक्क हिलो मुस्ने गाह्रो साह्रो लाउने हुन्छ। खानासाना खाएर चट्ट एकछिन आराम गरियो अनि त्यसपछि अब बनाउनेतिर लागिरहेछौँ। पुरानो वाललाई चाहिँ भट्काउने कार्यक्रम छ। अङ्कलले आधी भत्काइसक्नु भयो यहाँ यो अनि त्यहाँदेखि लिएर सरर उहाँसम्म लगाउने। Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. पुरानोलाई भट्काइयो यति अनि अब नयाँ चाहिँ चट्ट अब यहाँबाट यसरी लगाउने हो कि सर छेउबाट। किन पहिला यहाँ थियो नि त यहाँसम्म थियो अब त्यहाँ जान्छ। यसको आँगनको लेन्थ बढ्छ बाले यता गाह्रो लाउँदै हुन्छ सुरुवाती अङ्कल यता हामी पनि हिलो सिलो मुस्ने यहाँ गाह्रो साह्रो लाउने छ। अङ्कल हिलो मुस्नुहुन्छ यहाँ अब बाला मैले चाहिँ चट्ट वाल लाउँछ अब वाल लगाउने कार्यक्रम भइरहेछ घरमा। आज यति त्यहाँदेखि सुरु गरेको बा अङ्कल म आमाले नरिवल खानुभयो उता बसेर होइन। दिउँसो खाली टाइममा घरको वाल लगाएर उठाऊँ भनेर हो पुरानो भइसकेको थियो नि त। त्यही भएर अब हुँदैछ बिस्तारै बिस्तारै
कति हुन्छ तपाईँलाई मैले देखाउँछु भिडियोमा है। अङ्कलले पनि गर्मी भएर चस्मा र मुजेत्र बनाएर काम गर्नु हो। यो गर्मी छ त्यही भएर तालुमा बाल छैन, सबै खुइले छ तालु। फेरि गर्मीले टाउकोमा हान्छ क्या तालुमा, त्यही भएर मुजेत्र बानेको। आमा बसेमा नरिवल चम्चाले कोट्याउँदै खाँदै गर्नुभयो। आमाले नरिवल खाँदिनुहुन्छ। नरिवल देखाइदिनु त आमा, खै अझै काँचो नरिवल रहेछ, अझै दुलो परेछ पानी खाएको। ए मिठो हुन्छ। कोही ल्याइदिएको अङ्कलले। ए कहाँबाट? काठमाडौँ। ए काठमाडौँको नरिवल खाँदै हुनुहुन्छ। आमाले नरिवल खाँदै हुनुहुन्छ उता बसेर। अब यता हाम्रो बा यहाँ कति यो सुर त मिलेन नि बा, मिलाउनु पर्यो सुर। अब हाम्रो चाहिँ हाम्रो आमाले कस्तो गाली गर्नुहुन्छ। हाम्रो गाह्रो लगाउने काम चलिरहेछ। छेउतिरको भाग चाहिँ लगाइयो होइन। अब यो कुनापट्टिको भाग चाहिँ लगाउन बाँकी। अब आज इन्डिङ होला जस्तो छ, किनकि हिलो पनि भइयो। अब यता हाम्रो लेभल चेक गर्ने फेरि खतरा छ उहाँ जीवन रङ्गोलको लेभल चेक गर्ने मेसिन, त्यो छेस्काले लेभल चेक गर्दै हुनुहुन्छ। यता आमा पनि हुनुहुन्छ, हाम्रो आमा इन्जिनियर, यो ठेक्काको मेन इन्जिनियर हाम्रो आमा, हाम्रो मेन इन्जिनियर आमा हो। हामी जीवन अङ्कल बा आयुष म फेरि हेल्पर हो। हामी फेरि काम गर्ने हेल्पर हो। अब यहाँ गाह्रो लगाएको नलाएको मिलेको नमिलेको अहिले आमाले आएर सर्वे गर्नुहुन्छ होइन। ठिक छ, काम चलिरहेछ। हाम्रो गाह्रो चाहिँ यत्तिको भयो है, यति कम्प्लिट भयो। त्यो हाम्रो अन्तीले रोपेको प्याज हो अरे, यति धेरै भएछ आज बानेर, यति धेरै होइन, कति धेरै भएछ। यो कति किलो छ आन्टी? यो यहाँ पनि छ अझै। हामी चाहिँ अङ्कल म भाइ पाल लगाउँथ्यौँ, पुरा पानीले भिजेर चिसो भयो कि प्याज। कति रड लाग्ने छ कि प्याज, हेर्नु न होइन। अझै केले धागोले चुन्नी काटेर बाँधिदिनुहुन्छ अझै। अनि साथी हो यति बेला चाहिँ दिउँसो भएको छ। अनि के भन्छ भने घरमा एक्लै बस्दा झ्याउ लाग्यो कि, अनि त्यही भएर के गरौँ जस्तो भइरहेको थियो। अनि आरू खाना पऱ्यो भनेको, अनि आँप टिप्न पऱ्यो। हाम्रो वाल चाहिँ यहाँदेखि सटर उहाँ परसम्म लगाएको छ। अनि अझै उस गरेको छैन, लिपेको छैन यसमा। अनि उसले पानीले पखालिदिन्छ भनेर चाहिँ ढाकेको छौँ। आन्टीले फुलहरू लगाउनु पर्छ। अनि आरू टिप्न पऱ्यो। अब ट्याक्क लाएर त्यो पाकेको छैन आरूहरू हुनु, ट्याक्क धेरै त छैन। यो निखिँदाइसक्यो। अब अर्को चिनी आरू चाहिँ खानु पर्ला। यस्तो गलिसकेको छैन आरू पुरै। यो आरू भयो होइन। आरू जति सबै भ्याइ खाएर कति यस्तो गल्कियो नि त आरू त पुरै। आरू टिपे। अब चाहिँ आँप टिप्न जानु पर्यो। आज घरमा कोही पनि हुनुहुन्न, एक्लै छु म। आज दिउँसो बेसी घाम थियो, भरे फेरि हल्का छोडेछ। यहाँ आँप अलि ठुल्ठुलो आँप कता खान्, एउटा यहीँ रहेछ। के अरे चोक चुयो भने बर्बाद हुन्छ। त्यही भएर अलिक ध्यान दिएर ख्याल गरेर टिप्न पर्छ। आँप चट्टा खान पर्छ, काटेर होइन, टाँसेर होइन। यहाँ आँप छ, यो आँप, आरू, नुन खुर्सानी अनि मुही, पिरो भयो मुही खान भनेर
टक्क लाएर अब चट्ट लाएर खान पर्यो है। चप्प लाएर आँप टाँस्न पर्यो होइन। साह्रै आरूहरू छन्। यो नुन खुर्सानी चाहिँ यही टक्क लाएर टक्क नुन खुर्सानीसँग है स्याट्ट लाएर साथीहरु आँप खाले भ्याइयो है। लास्ट बाइट छ यो नुन खुर्सानी आँप